धेरैलाई पर्ने आइपिओ को निष्कासन हुने मिति परिवर्तन भएको छ। सानीगढ हाइड्रो पावर लिमिटेडले तपाईँ हामी जस्तै सर्वसाधारणका लागि जेठको 14 गतेदेखि जेठको 20 गतेसम्म आइपिओ निष्कासन गर्ने भएको थियो। तर सरकारले 14 गते नै बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको थियो भने 15 गते त लोकतन्त्र दिवस भइ नै हाल्यो र 16 र 17 गते शनिबार र आइतबार साप्ताहिक बिदा पर्ने नै भए। त्यसैले कम्पनीले जेठको 18 गतेदेखि आइपिओ निष्कासन गर्दैछ। कम्पनीले प्रति किता 100 रुपियाँ अंकित मूल्यको दरले 46,74,000 किता शेयर आइपिओ निष्कासन गर्दैछ। तर यो आइपिओ 4,67,000 भन्दा बढीलाई यो आइपिओ हात पार्नेछन्। यसमा तपाईले न्यूनतम 10 कितादेखि अधिकतम 20,000 किता सम्म आइपिओ एप्लाई गर्न सक्नुहुनेछ। र सानीगढ हाइड्रो पावर लिमिटेडको आइपिओ भने अन्तिम मिति जेठको 21 गतेसम्म चाहिँ तपाईले आवेदन दिन सक्नुहुनेछ। र अन्तिममा तपाई कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो कृपया कमेन्ट गर्न नबिर्सिनु होला। र यस्तै खालका कुराहरू जान्न बुझ्नको लागि र आइपिओ एफपिओ शेयर मार्केट सम्बन्धी भिडियोहरूको अपडेट चाहिएमा तपाईहरुले मेरो यस आइडीलाई फलो गरेर राख्न पनि सक्नुहुन्छ। र यदि युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाइदिएर राख्न पनि नबिर्सिनु होला।